यो ट्रेलको नाम के हो थाहा छ? ल हामी चाहिँ दामी ठाउँमा आएको छौँ है। यस्तो दामी हिमाल छ। हेलो गुड मर्निङ अल अफ यु। सो अब हाम्रो हुमखोलादेखि गेट पास गरेर ट्रेकिङ यात्रा सुरु भइरहेछ भर्खर। ल हिँड्दा हिँड्दै दामी घनघार जङ्गल आउला जस्तो पो गर त यार, दामी जङ्गल आउला। हामी चाहिँ त्यो पारी तर्नु पर्ने हुन्छ अब यहाँबाट। ल यहाँ ठाउँलाई चाहिँ के भन्छ ठ्याक्कै थाहा भएन होइन। हामी चाहिँ यस्तो उहाँबाट ट्रेकिङ गरेर माथि माथि उकालो लागेर टक्क लागेर अब यो खोला क्रस गरेर अब यताबाट जानुपर्ने हुन्छ। सो टक्क ट्रेकिङ गर्दै हाम्रो ब्रोडरहरू चाहिँ उहाँ हुनुहुन्छ कपिट भ्लग। ओ ब्रोडर हेलो ल जाम ल ल ए गाइज यस्तो सजिलो बाटोमा छौँ हामी, टक्क रेलिङको बाटो। आया बोल्नै गाह्रो भयो के, त्यसो दौडिने होइन कि दौडेर आएको थियो नि त। सजिलो भइरहेछ है। राटे आयो आयो ट्रक आयो। हेलो हजुर सजिलो भइरहेछ नि एकदम। आनन्द कि गाह्रो? बाटो हल्का गाह्रो छ। अब हाम्रो गन्तव्य आइपुग्नु भइसक्यो, तर पनि यो भ्यूहरू देखेर हाम्रो चाहिँ अति नै मन बबाल भइरहेको ब्रदर यार। दिनेस महसुस चाहिँ भएन कि वाल रमाइलो भयो। ओके यो आफैमा त्यस्तो तपाईँ फर्स्ट टाइम हो? हजुर ब्रदर। ओ माई गड। हाम्रो ब्रोडर चाहिँ पोर्चुगलबाट आउनुभएको है हाम्रै टोय टिममा ट्रेकको लागि। ल हजुर नेपालको बेला घुम्न आएको ब्रदर। आफ्नो देश जस्तो त कहाँ हुन्छ अरे त। हाम्रो देश कस्तो सुन्दरता छ। वाह कसरी बयान गरौँ ब्रदर होइन? दामी छ। अनि विश्वको जुनसुकै ठाउँमा जानु छैन यस्तो भ्यू चाहिँ होइन कहीँ देख्न पाइँदैन कि। प्रकृतिले भरिपूर्ण छ क्या हाम्रो नेपाल। यहाँ चाहिँ जेठाभावी फोहोर नफालिदिनु होला, यहाँ चाहिँ मजाले फोहोर फालिदिनु होला भनेर फालिदिइरहनु भएको छ। सबैले उल्टो बुझ्नु भएछ। कस्तो लागिरहेछ त गाइजहरु? ठिक छ ठिक छ। म यहाँ अगाडि मलाई चाहिँ थकाइ लागिरहेछ है। थकाइ टोलीहरुलाई अलिकति देखाउ न यार। ए अ यो म्याप हेर्दै हिँडिरहेको छौँ। म्याप हेर्दै हिँडिरहेको छौँ। धेनाले गाइड गर्नुभएको छ हामीलाई। यो ट्रेलको नाम के हो थाहा छ? के थाहा छ नि तिमीलाई? के लेखेको थियो यहाँ छ के? मौरिस हेरजोक ट्रेल। यो भनेको चाहिँ एउटा एउटा विदेशी चाहिँ के गरेको भनेर चाहिँ यहाँ पहिला ट्रेक गरेको हिमाल भेटेको, तर ऊ चाहिँ यहाँबाट फर्केर जाने बेला चाहिँ उसको एउटा हात नै नभएको कि हातै गएको हिमालको हिउँले। एकछिन बसौँ है कस्तोलाई अब हामी इनर्जी हाल्नु पर्यो थोरै। कस्तो लाग्यो हाउ फिल दाजु? अब त ओह्रालै हो। अब त यार ओह्रालो बाटो रहेछ यार। अब त ल हेर्छ भएन यो त अति भयो। यहाँहरूलाई स्वागत छ। जथाभावी फोहोर नफालिदिनु होला भन्नुहुन्छ। भएन है गाइजहरु, प्लिज आउँदाखेरि चाहिँ म फेरि दाइले एकचोटि सलुट हान्छु है। यो उकालो यो सिलिन्डर बोकेर ओ माई गड त्यत्रै सिलिन्डरको भारी। ल सिलिन्डरको भारी बोकेर ल सलुट छ ल सरलाई। दामी ल यस्तो बोलियो हुँदैन। माथि गएर ढेँडो चखाउनु है म त आज। होटल छ कि नै दाइ? होटलमा पैसा भनेको तपाईँको होटल छ होमस्टे? भनेको चाहिँ बाको बङ्गारामा हुन्छ। ए त्यो हेरेको मैले भिडियो। अब त ओह्रालो छ होला है? अब अलिकति ओह्रालै छ। सोची गलो हुन्छ। त्यसै फुल के गरे फुटफुटे घरले इनर्जी हाल्ने आउँछ। त्यस्तो हिँड्न सकिन्छ फेरि। अब हाम्रो कति टाइम छ र दामी है। यहाँ चाहिँ बवाल खालको झर्ना रहेछ। हामी चाहिँ भर्खर आएको, देख्न सक्नुहुन्छ। त्यो दामी यताबाट पहाडे पहाड खुला बोकिरहेछ। अब हामी चाहिँ यो ट्रेकको लिएर जानुपर्ने हुन्छ गाइज। खोलै खोला फिरै फिर चौतारीमा फिरै फिर। झर्नालाई चाहिन्छ न माथिबाट आइरहेको छ है झर्ना।
सो गाइज अहिले चाहिँ हामी ठ्याक्कै लाएर कहाँ छौँ है त्यो ठाउँको ए हुमखोला भन्दा अलि माथि आएको छौँ। हाम्रो डेस्टिनेसन चाहिँ मलाई थाहा छैन कहाँ रे भाइ, ल भनिदिनु त। आज हामी बस्ने भनेको चाहिँ पञ्चकुण्ड ताल हो, तर अहिले खाना खानको लागि चाहिँ हामी बुस्केट मेला जाँदैछौँ। अनि भर्खरै यो उकालो ट्रायल गरेर चाहिँ हामी यहाँ विश्राम गर्दैछौँ। अनि रमाइलो भइरहेको छ नयाँ मान्छेहरूसँग भेट्दै यसरी यात्रा गर्न पाउँदा। सो गाइज बाँकी कुरा चाहिँ भिडियो मार्फत हेर्दै जानु होला ल, भन्नु थ्याङ्क यू। सो गाइज अहिले चाहिँ हामी नमस्ते अन्नपूर्ण फर्स्ट नर्थ बेसिक क्याम्पमा आएको छौँ। विशेष गरी म आएको छु। सो भर्खर हाम्रो साथीहरू चाहिँ उताबाट पछाडिपट्टि आउने हुनुहुन्छ होइन, एकजना भाइ हुनुहुन्थ्यो उहाँ चाहिँ अगाडि गइसक्नु भयो। म चाहिँ सँगै छुट्टै डिङ्गा जस्तो भएर बसेको छु यता। दामी यहाँ चाहिँ स्टे गर्ने ठाउँ रहेछ, होमस्टे देख्न सक्नुहुन्छ। ल गाइज म चाहिँ अहिले बब्बाल अहिले फेरि पुलमा तर्न लाग्छु, भर्खर पनि पुल तरेको हो यता। सो हाम्रो साथीहरू चाहिँ उहाँ जाँदै हुनुहुन्छ, छु देख्न सक्नुहुन्छ। यो त बाह्रै रहेन रहेछ क्या तार, त्योबाट अल्झो लोटो भने त खसिन्छ। ल यहाँ चाहिँ बब्बाल रहेछ है, सानो टाइप र माथि उहाँबाट झर्ने आएको छ नि, यहाँ बिचबाट अटोमेटिक झर्ना टक्क पानी यहाँ खुलिरहेछ क्या। यस्तो यस्तो ठाउँ चाहिँ माथिबाट आएन टक्क बिचबाट सर्र पानीहरू फुटिरहेछ क्या मूल। सो दामी आकर्षक बनाइदिइरहेछ यार। सो गाइज अहिले चाहिँ हामी फुफाचर भन्ने ठाउँमा छौँ। सो हाम्रो केही साथी एक दुईजना ग्रुपहरू चाहिँ अगाडि गइसक्नु भयो अनि 2-4जना पछाडि हुनुहुन्छ। हामी चाहिँ टोटल 27 जना छौँ के अरे। अनि सो त्यही हो, अब अगाडि हिँडिरहेछन् हाम्रो ग्रुप, कोही कोही कता छुटेरै माथिबाट यस्तो टाइपले झर्नाहरू आइरहेछ, खोल हिँड्नुपर्ने हुन्छ। सो राइट एन्ड ब्युटिफुल गाइज देख्न सक्नुहुन्छ। म चाहिँ यहाँ माथि आइसकेँ, त्यहाँ माथिपट्टि चाहिँ बब्बाल हिमाल देखेछ हेर्न सक्नुहुन्छ है। ल दामी हिमाल देखेछ त्यहाँ चाहिँ। सो त्यही हो, दामी हिमाल देखेछ। सो अलिकति कुहिरो लागेकोहरू छेकिने सम्भावना छ। सही हो गाइज, कति माथिबाट आएको छ यो झर्ना है, सरर लगाएर यहाँदेखि त्यो माथि गइरहेछ। ल हेर अहिले फेरि खट्टा दामी झर्ना, जहाँ पुगो है झर्ना मात्रै आउँछ त हेर। ल हामी चाहिँ हिँड्दैछौँ, अझै खाना खाइएको छैन, 11-12 बजिसकेछ। फाइनल गाइज म चाहिँ होटल बस्केट मेलामा आएको छु। सो भर्खर आइयो, धेरै समयको अन्तरालमा हिँड्ने थाकेरै लोड परियो भने। लो सर कति छिटो आउनुभयो क्या तपाईँहरू दुईजना, फास्ट हिँडेको। तपाईँ फर्स्ट हो? ल ठिक छ, ल सही हो। तपाईँहरू पनि रफ्तार आउनु भएछ है, कन्टिन्यू आउनु भयो। तपाईलाई खोज्दा आएको, तपाईँ पछाडि हुनुहुँदो रहेछ हो। कहाँ छोड्नु सबै टोली चाहिँ आउँदैछन्? टोलीहरू चाहिँ आउँदै हुनुहुन्छ बिस्तारै लेक लागेको छ के हो यार, बिस्तारै आउँदैछन् क्या। सो गाइज हामी चाहिँ अब खानासाना खाएर नि अब हामी कहाँ पर्ने रे भाइ? हामी कहाँ पर्ने रे अब? पञ्चकुण्ड ताल। अब हामी पञ्चकुण्ड तालसम्मको यात्रा हुँदैछ हाम्रो। हाम्रो साथीहरू चाहिँ केही साथीहरू अगाडि गइसक्नु भयो, केही साथीहरू भर्खर जाने हुनुहुन्छ, केही साथीहरू फेरि भर्खर खाना खाँदै हुनुहुन्छ, खाना खाएर आउनुहुन्छ। सो बाँकी कुरा चाहिँ भिडियो मार्फत हेर्दै जानु होला। सो गाइज अहिले चाहिँ म कुन ठाउँमा आएको छु थाहै छैन। म चाहिँ धेरै माथि आइसक्यो, मेरो अगाडि चाहिँ 2-4जना साथी हुनुहुन्छ, पछाडि पनि हुनुहुन्छ। म चाहिँ ठ्याक्कै सेन्टरमा छु। सो अब हिँड्नु एकदमै गाह्रो भएको छ, जताततै डाँडा बुकी भएको ठाउँमा छ, लेक लागेर पनि हप्प्याक पारिसकेको छ है। सो त्यही हो, अब यताहरू नेटवर्कहरू पनि टिप्दैन, नेटवर्क बन्द भएको पनि 5-6 घन्टा भइसक्यो, एकदम माथि आइसकेको छौँ हामी। सो म चाहिँ अहिले खोला भएको ठाउँमा आएको छु, देख्न सक्नुहुन्छ। यता माथिबाट खोला आइरहेको छ, त्यहाँ माथिबाट आएको रहेछ। सो हामी आएको त यता साइडबाट हो,
अगाडि छन् साथीहरू कोही साथीहरू चाहिँ यहाँ छन् खानामै बाटो भएर खानु है अलि त्यहाँ टिपाउनु टिपेको 27 जना भनेर तिमीले उ गर्छ नोट हुन्छ नि त्यो खातामा नाम हेर्नु कन्फर्म गर्नु अनि लगेर खुवाइहाल्नु नत्र जसले नि खाइदिन्छ दाल र भात खाने हो केही पनि हाल्नु माथि रमाइलो छ है ठाउँ त राम्रो खानु बस्नु हुँदैन दामी छ है होइन अब तपाईँहरू पुग्दाखेरि 5 बजी सक्यो अब राति खुल्यो भने चाहिँ यस राति खुले चाहिँ आकाश खुल्यो भने आज त सम्भव छैन भोलि चाहिँ बिहान खुल्छ कि भन्नु हो नाइट भ्यू कम तपाईँहरू बेलुकी जानुभएको हिजो बेलुकी ए बिहान ए हो र हिमालहरू टल्केर है यो भागमा मात्र यो पहाड यस्तो पहाड छ राम्रो खाले पहाड यसरी यहाँबाट यसरी चाहिँ हिमालय छ के पुरै ल थ्याङ्क यू राम्रोसँगले जानु है हस् ल आज धेरै हिनाले क्या पकडको हिनालेको होइन कि ठिक्क हो तपाईँहरूको ठिक्क हो आज यहाँ दुःख पाउनु त भोलि दुःख सुख गरेर हुँ तातो पानी पुग्नु त होइन हामी त खास 4-5 दिनको उ गरेर आएको छिटो पैसा उठाएर आएको कि हामी त उ भए त हाम्रो त 1-2 दिन रेस्ट लाएर आनन्द ग्रुप छ क्या हामी त 27 वटा ग्रुपमा हुन्छ र टुरिज्ममा हुन्छ हजुर टुरिज्मबाट आएको ल जाम हामीलाई जता मन लाग्यो त्यतै जता भारी बनाइदिएको सो देख्न सक्नुहुन्छ म चाहिँ बबाल हिमालको नजिक आएको छु दामी ठाउँमा आइसकेँ लौरो ल क्यामेरा लिनु भएको होइन उसको हाम्रो पत्रकारले हुन्छ नि त्यो क्यामेरा त मेरो पनि छ है अलिअलि 1-2 पिस त खिच्छ होला माथि गएर खिच्नु पर्ला चार्ज चाहिँ छैन मेरोमा ल सही हो ल हामी चाहिँ दामी ठाउँमा आएको छौँ है यस्तो दामी हिमाल छ फाइनल्ली गाइस अब हाम्रो डेस्टिनेसनतर्फ नजिक आइसकेका छौँ देख्न सक्नुहुन्छ त्यो अगाडि होमस्टे अनि टेन्टहरू ताल देख्न सक्नुहुन्छ सो त्यही हो अलि मौसम खुल्यो होइन मौसम चाहिँ जताततै हुच्चु लागेको छ कुहिरो लागेको भएर अलि भ्यूहरू खुलेको छैन त्यही हो अब हामी आज बेलुकी हाम्रो बसाइ चाहिँ यही हुन्छ बाँकी कुरा भिडियो मार्फत हेर्दै जानु है।